आज म हजुरहरूसँग सुप्तुलो निनाबोङ होमस्टेको बारेमा छोटो कुराकानी गर्न गइरहेको छु। यो होमस्टे पश्चिम सिक्किमको सोरेङ जिल्ला अन्तर्गत मङ्गलबारे छुचेन ताकथाङ जिपिओमा पर्ने गर्दछ। यसको ओनर श्री केशव चामलिङ राई हुनुहुन्छ। यो होमस्टेद्वारा कञ्चनजङ्घा राम्रो देखिने गर्दछ। यो होमस्टेमा आउँदा अतिथि जस्तो अनि जाँदा साथी जस्तो भएर जाने गर्दछन्। हेर्नुहोस् त यो होमस्टेको मालिकले के भन्दछन्। हजुरहरू कहाँबाट हेर्दै हुनुहुन्छ, यस जग्गामा तपाईँहरू पनि परिवारसँग घुम्नको निम्ति आउन सक्नुहुनेछ। याद दिलाउँ, यो जुन बाहिरको भाग छ यहाँबाट तपाईँलाई देखाउन गइरहेका छौँ। यहाँ जुन देख्दै हुनुहुन्छ यहाँबाट कञ्चनजङ्घाको दृश्य पनि एकदम असल देख्दै गर्दछ। यहाँ एउटा रुम छ जहाँ यो अतिथिहरूको यानि कि पर्यटकहरूको निम्ति बनाएको छ। यहाँबाट पनि जस्तो खिड्की हुन्छ बाहिरको दृश्य असल देख्न सक्नुहुनेछ। यहाँबाट 3 दिनको प्याकेज मिलाएर आउन सक्नुहुनेछ। एकदम शान्तिको माहौल छ यहाँ। यहाँ चाहिँ सेक्वा काटेर पोलेर चाहिँ हाल्नुपर्छ। यहाँ कितडी जग्गा यहाँबाट पोल्दै त्यहाँ लग्यो बस्यो खाँदा नि भयो। सिक्किम तपाईँको फोन नम्बर डाइरेक्ट कन्ट्याक्ट गर्नु सक्नुहुन्छ।